हेलो एन्ड नमस्ते गुड आफ्टरनुन सबैजनालाई गुड आफ्टरनुन है त। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि आरामै छु। आज चाहिँ छोटो मिठो भ्लग लिएर उपस्थित भइसकेको छु। अन्तिम समय हेरेर साट अनि प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला है त। देख्न सक्नुहुन्छ मौसम चाहिँ एकदम ढुम्म गरेको छ है त। पानी पर्ला जस्तो गरेको छ है मौसम चाहिँ। देख्न सक्नुहुन्छ मेरो दिदीको काम यही नै हो, फुलसुल रोपेर टक्क होइन बोतलमा समेत फुल रोप्नु भएको छ नि त मेरो दिदीले चाहिँ। यो फुल चाहिँ फुल्न लागेको छ है त। दुईटा चाहिँ फुलिसक्यो, अब यता र उताबाट अझै फुल्न बाँकी छ है। देख्न सक्नुहुन्छ है त, यहाँ गुलाबको फुल यो फुल्न लागेको छ। यो चाहिँ घिउ कुमारी देख्न सक्नुहुन्छ। काँक्रा धनिया मुला चाहिँ यहाँ रोप्नु भएको रहेछ मम्मीले, यस्तिको भएको छ है। यो चाहिँ हाम्रो घरको कागतीको बिरुवा, फुल फुलिसकेको छ है कागतीमा चाहिँ। देख्न सक्नुहुन्छ टमाटर हाम्रो घरको राजाहरू खेलिरहेका छन् मस्त तरिकाले। अर्को चाहिँ यहाँ बसेको छ है त। यस्तो भए पनि यहाँदेखि चाहिँ हाम्रो घरको लुक्स यस्तो देखिन्छ है साथीहरू। यहाँ चाहिँ हामीले लसुन रोपेका थियौँ है त। लसुन चाहिँ सुक्न लागिसकेको रहेछ साथीहरू। यो चाहिँ डेन्जर ठाउँमा फुलेको रहेछ। अब केही छिन गाउँ डुल्नु पर्ने हुन्छ है साथीहरू, गाउँ डुल्नु। यहाँदेखि चाहिँ हाम्रो गाउँको भ्यू चाहिँ एकदम राम्रो देखिन्छ, त्यसैले भिडियो बनाउन आएको थिएँ गाउँतिर एकछिन है त। अम्बो हेर्नु न, माथितिर त पुरै कुहिरो लागे जस्तो भएको छ नि त, चिसो भएको छ, रुगा लाग्न लागेको छ। के गर्नु साथीहरू, मोबाइलमा ब्याट्री पनि भ्याइन आँटिसक्यो। आजलाई भिडियो यति नै भन्दै फेरि नेक्स्ट भ्लगमा फेरि भेटौँला। बाई बाई।